भएन भने चाहिँ म चाहिँ मर्छु होला के। पहेँलो फुल है, मलाई चाहिँ राम्रो लाग्छ। एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। मेरो युट्युब च्यानलमा तपाईँलाई धेरै धेरै स्वागत छ। यो चाहिँ के हो भनेर भन्दाखेरि है, मैले चाहिँ के देखेँ हेर्नुहोस् बाटोमा जाँदा जाँदै कस्तो राम्रो हेर्नु न केराको उसकै हेर्नु न वाउ है। अनि त्यस पछाडि छ यहाँनिर पानीपुरी चटपटको दोकान है। यस्तो गर्मी भइरहेछ। यो चाहिँ बाटोमा चाहिँ जाँदैछु। गर्मीले मर्न आँटिसक्यो हौ म त। अनि यतापट्टि छ बाँसको झ्याङ है। मैले अब यस्तो हो नि त, हरियाली वन जङ्गल पनि त देखाउनु पऱ्यो नि है। अनि यहाँदेखि चाहिँ यतातिर चाहिँ हरियाली भयो होइन, अनि यतातिर चाहिँ यस्तो पिच रोड छैन, अनि साइडमा फेरि घरहरू छ के। कति राम्रो सिन छ, कति राम्रो बाटो छ, तपाईँहरू देख्न सक्नुहुन्छ गाइज। म चाहिँ बजार गएर फर्किँदैछु। यस्तो गर्मी रहेछ, म मरेँ गर्मीले। यहाँ पनि पानीपुरी पसल छ। फर्किनु भयो ए पानीपुरी पसल अन्त नि चिनेको मान्छेहरूलाई भेटेँ नि त मैले, त्यही भएर। यहाँ पनि फेरि घर बनाउन थालेछ गाइस। यहाँनिर केरमला फलिरहेको चाहिँ कति सानो चुटुक्कै है। मेरो चाहिँ होइन, तर मैले बाटोमा देखेँ, मलाई कस्तो राम्रो लाग्यो नि त। गर्न जाने भने सबै कुरा छ भनेर चाहिँ खासमा मैले देखाएको होला, तपाईँले देख्न सक्नुहुन्छ। फुल हेर्नु न, पहेँलो फुल है, मलाई चाहिँ राम्रो लाग्छ यो फुल पनि। रातो पहेँलो सेतो फुल चाहिँ मेरो फेभरेट फुल हो, तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ अब भोलि बिहानसम्म चाहिँ कस्तो राम्रोसँग फुलिसक्छ ल गाइस। यहाँ चाहिँ बच्चाहरू खेलिरहेछन् है बाटोमा। अब यही बाटोमा गाडी हिँड्नुपर्छ, यही बाटोमा बाइक हिँड्नुपर्छ, यही बाटोमा चाहिँ अब बच्चाहरू पनि खेल्नुपर्छ ल। आपत छ जिन्दगीमा ल, हेर्नुहोस् है। तै पनि हेर्नु न, अब बाटो खुल्लै छ नि त। अनि एकदम गर्मी महिनामा चाहिँ हावा खानलाई चाहिँ एकदम राम्रो ठाउँ हो होइन। तर खानेकुराहरू लिन चाहिँ अलिक बजारै पुग्दाखेरि चाहिँ अलिक टाढा हो कि, त्यही हिँड्नलाई गाह्रो हुन्छ, त्यो हुन्छ ल। अब यो बललाई मैले हान्छु, म हान्छु मलाई दिन्नौ मलाई हान्न देऊ भनेको, मलाई दिएन कति छुच्चो केही छैन। हेर न, मलाई नि हान्न देऊ न, मलाई बल खेल्न दिन्छौ एकचोटि, मलाई हान्न देऊ न। म अब मेरो पालो है। ए अब म हान्छु ल। मैले चाहिँ बल हालेँ, एकछिन भए पनि बच्चाहरूसँग खेलेँ नि त। यस्तो गर्मी। मलाई चाहिँ भलिबल के अरे फुटबल खेल्न कस्तो मनपर्छ नि त, गोल। मलाई फुटबल खेल्न मनपर्छ। फुटबल चाहिँ मेरो चाहिँ असाध्यै मनपर्ने खेल हो। हान्नै पाएन ल। अब फाइनली म चाहिँ मेरो घर पुग्न लागेँ। त्यहाँदेखि तल गयो भने चाहिँ मेरो देउरानीलाई भेटिन्छ, तर म जाँदिनँ है। म चाहिँ मेरो घरै जान्छु। हेरमा कसरी घुरेको ल है। यो चाहिँ अब मकैहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। अब बर्खा मासमा हो, मकैहरू हुन्छ नि त, त्यही भएर यतातिर यस्तो भए पनि यहाँ चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ। अब त्यहाँनिर चाहिँ बसभन्दा उतापट्टि चाहिँ म बस्ने घर हो। फाइनली म मेरो घरनिर चाहिँ आइपुगिसकेँ है। ठ्याक्कै त्यो बसको पछाडिपट्टि हो है। अब म चाहिँ मेरो भिडियोलाई यहीँ एन्ड गर्छु। बाई बाई। यस्तो गर्मी छ होइन गाइज। यो भएन भने चाहिँ म चाहिँ मर्छु होला के। यो त एनी हाउ चाहिन्छ मलाई है, हम्किनको लागि। यतातिर हेर्नु न, धेरै गर्मी, यस्तो गर्मी छ। अनि यहाँनिर चाहिँ बुक्की पाउँछ के, बुक्की बनाउने ठाउँ हो नि त फुलहरूको, पैसाको। हेर्नु न,
यस्तो गर्मी छ म चाहिँ हिँडेर जाँदैछु है अनि उकालो हिँडिरहेको छु नि त त्यही भएर बोल्न नि सकिरहेको छैन क्या म अहिले चाहिँ अलि शीतल भएको छ किनकि घाम खासै लागेन आज घाम नलागे पनि गर्मी चाहिँ भइ नै रहेछ है ल तपाईहरु देख्न सक्नुहुन्छ बाटो कति क्लिन छ भनेर है सबै कुराको सुविधा छ यतातिर कसरी के बाटो सानो साँगुरो छ नि त त्यही भएर मान्छे पनि यही बाटो हिँड्ने गाडी पनि यही बाटो आउने अनि बाइकहरु पनि यही बाटो आउने गर्दाखेरि त बाटो साँगुरो हुन्छ नि त अब यहाँदेखि चाहिँ म कता जान्छु होला लगेज गर्नु त म कुन बाटो जान्छु होला भनेर म भन्दिनँ यो बाटो त जाँदिनँ पक्कै पनि अब म यो बाटो पनि जाँदिनँ म जान्छु यो बाटो है साह्रो गाह्रो हिँड्न यो कहाँ जानुभयो भ्लग बनाउँदैछु चिनेको दिजु हुनुहुन्छ तरकारी पसल हो नि त मैले चिनेछु के आयो धेरै गाह्रो हिँड्न हो छिरो मैले अब एकजना चिनेको मान्छे देखेछु देख्न त है हेरौँ ल तपाईलाई वेलकम छ तपाईलाई मेरो भ्लगमा धन्यवाद छ कता जान लाग्नु भएको के लिन आउनु भएको थियो र ए ल यहाँ चाहिँ यहाँ जुन अहिले मैले वेलकम गरेको थिएँ नि उहाँ चाहिँ हाम्रो भिक्टोरिया डान्स कल्चरको ओनर हुनुहुन्छ अनि मैले फेरि बाटोमै भेटेँ नि त अनि एकदम राम्रो डान्सर पनि हुनुहुन्छ सायद तनहुँभरिमा बेस्ट डान्सर उहाँ नै होला हैन अनि उहाँको स्टुडेन्टहरू पनि त्यस्तै ट्यालेन्ट हुनुहुन्छ मैले उहाँहरूको डान्स हेरिरहेको छु प्रायः जस्तो अनि प्रायः जस्तो प्रोग्रामहरू तनहुँमा भयो भने चाहिँ भिक्टोरिया डान्स चाहिँ अगाडि नै हुन्छ है जता पनि अनि प्रोग्रामहरू कन्सर्टहरूमा अनि मेला महोत्सवमा सधैँ देखिरहेको हुन्छौँ हामीले यस्तो गर्मी छ गाइज गर्मीले मरे म हेर्नु हरियाली यतातिर कस्तो यस्तो छ हैन बाटो छ फेरि यस्तो साइडमा घर छ यति रमाइलो छ नि है गर्मी महिनामा त हावा खानलाई एकदम मकै हेर्नु न यत्रो भइसकेको छ हेर्नु न तपाईहरु देख्न सक्नुहुन्छ मैले जुम गरेरै देखाएँ है ल यहाँ फेरि गफ गर्दै हुनुहुन्छ आन्टीहरू गर्मीले यस्तो के पानी पर्दाखेरि पनि गर्मी हुने के जात होला त यसै त सेकेन्ड तराई भनेको त होइन रहेछ गाइस हाम्रो ठाउँलाई त सधैँ गर्मी अब यो साइडमा जानु पर्यो हिँड्न पनि खानालाई मात्र सजिलो हो हिँड्न त साह्रो गाह्रो गाइस म हजुरहरूलाई एउटा कुरा देखाउँछु ल यो जुन तपाईहरुले देख्दै हुनुहुन्छ नि यो म जुम गरेर देखाएँ ल यो फुल चाहिँ मलाई सधैँ मन पर्छ है यो फुलको नाम तर के हो भनेर चाहिँ मलाई थाहा छैन हैन तपाईहरुले देख्न सक्नुहुन्छ यो फुल मलाई सधैँ राम्रो लाग्छ ल हेर्नुस् ल यो फुल मलाई सधैँ राम्रो लाग्छ तर यो फुलको नाम एक्ज्याक्टली मलाई थाहा छैन ल मलाई भनिदिनुस् त कमेन्टमा कसलाई थाहा छ अनि यो चाहिँ साउनतिर असाध्यै फुल्छ के कति राम्रो हेर्नु अझ बिचमा रातो फुल पनि फुलिरहेछ हेर्नु ल देख्नु भयो नि फुल असाध्यै राम्रो फुल फुलिरहेछ ओके गाइस म चाहिँ अब मेरो भिडियोलाई यही इन्ड गर्छु मेरो फोनमा चार्ज धेरै छैन सो
अब चाहिँ अर्को नेक्स्ट ब्लगमा भेटौँला। मेरो भिडियोलाई लाइक कमेन्ट र मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच। ल सबैजना जहाँ हुनुहुन्छ सही सलामत रहनुहोस्।